सो हाई एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। म चाहिँ आज हजुरहरूलाई बिहानदेखि बेलुकासम्म के गर्छु सबै कुराहरू चाहिँ सेयर गर्छु है त। सबैभन्दा पहिला चाहिँ म उठेर गएँ फ्रेस हुनको लागि, किनकि आज स्याटरडे पनि थियो। अनि स्याटरडे चाहिँ म बिहानभरि सुतेर गएँ फ्रेस हुनको लागि। मुख पनि धुँदैछु म। यस्तो चिसो महिनामा फेरि मुख धुन कति गाह्रो हुने कि, तैपनि चिसो भयो नि मैले चाहिँ जसोतसो मुख धोएँ। यस्तो चिसो पानी कति गाह्रो भएको थियो मलाई चाहिँ। अनि मुख धोइसकेपछि चाहिँ मेरो फेस यतिको देखियो। मुख धोएर म किचनमा आएँ अनि मम्मीले चाहिँ खुट्टामा यसरी खुट्टा फुटेर औषधि लगाउँदै हुनुहुँदो रहेछ, सरी क्रिम लगाउँदै हुनुहुँदो रहेछ। अनि मम्मीले चाहिँ हाम्रो लागि यसरी अन्डा उसिनिदिन लाग्नु भएको थियो। अनि मम्मीले अन्डा उसिन्दा चाहिँ यसरी पुरै धोएर नै उसिन्नुहुन्छ के। त्यसपछि कुकरमा पानी हालेर 3टा अन्डा राख्नुभयो, नुन पनि हाल्नुभयो र अब पालो आयो चियाको। मम्मीले चाहिँ बिहान बिहानै दुध हालेको चिया हाम्रो लागि बनाइदिनु भयो। फेरि बिहान बिहानै दुध हालेको चिया खानुको मजा नै बेग्लै के। दुधको चिया उम्लियो पनि। अनि हामीले चाहिँ खायौँ सबैजना बसेर, 4जना बसेर चिया खायौँ आनन्दले, घाममा बसेर बाहिर बरन्डामा आएर। अब चाहिँ पालो आयो खाना खाने। म चाहिँ यतापट्टि बसेर खाना घम खान थालेँ, मम्मी उतापट्टि साइडमा हुनुहुन्थ्यो। अनि हामी एकदम मजाले खाना खान थाल्यौँ। एकदमै मिठो भएको थियो खाना। त्यसपछि मैले मम्मीको पनि भिडियो खिचेँ। उहाँ चाहिँ लजाइरहनु भएको थियो कि ला भिडियो खिच्यो भनेर लजाइदिरहनु भएको थियो, तैपनि मैले खिचेँ। खाना खाएपछि चाहिँ मेरो काम थियो नोट गर्ने, किनकि सन्डे हाम्रो नोट बुझाउनु पर्ने थियो। त्यो भएर म चाहिँ खानासाना खाएर एकछिन रेस्ट गरेर अनि भट्टाभट नोट गर्न थालेँ, किनकि सन्डे बुझाउनु पर्ने थियो। तर मैले स्याटरडे नै भ्याएर सन्डे नोट बुझाएँ पनि मैले यता नोट गर्दै गर्दा चाहिँ हाम्रो बहिनीले उता डललाई के अक्सिजन हो कि के भन्छ त्यो लगाइदिँदै थियो। अब चाहिँ पालो आयो खाजा खाने। खाजामा चाहिँ मैले चटपटे बनाएको थिएँ, तर के भयो कस्तो नमिलेको नमिठो भएको थियो कि। तैपनि हामीले खायौँ, किनकि म आफैले बनाएको हो नि त। अब पालो आयो हाम्रो बेलुकाको खाना खाने। बाबा मम्मी अनि 2टा बहिनीहरू बसेर हामी खाना खान थाल्यौँ गम। अब मेरो चाहिँ स्याटरडे कतै पनि बाहिर जानुपर्ने थिएन, त्यो भएर चाहिँ म यो स्याटरडे घरमै आनन्दले बसेँ यसरी। थ्याङ्क यू फर वाचिङ गाइज, लभ यु अल, बाई बाई।